दामी देखिँदो रहेछ एयरपोर्ट है सही रहेछ दामी लोफोता भ्युइङ पोइन्ट NW होइन त अब हामी फेरि यताबाट आएको होइन यो बाटो आएको हामी भ्यू पोइन्टमा आइपुग्यो अब यहाँबाट सर र हामी चाहिँ यता जान्छौँ है त लेट्स गो यो तानिर रहेछ एउटा बाटो तर हामी जान्नौँ त्यो बाटो सायद यही हुनुपर्छ बाटो चाहिँ फर्स्टचोटि हो यस यस लोफुताओ यता जाने यो चाहिँ सायद तुनचुङ नै होला होइन अब दिएको छैन हेरौँ यो हामी चाहिँ अहिले यो के भन्छ डिस्कभरी वे भन्दा माथिको डाँडामा जहाँ लगभग 2 घन्टा हो तलबाट हिँडेको हामी चाहिँ यो तुनचुङसम्म जाने हो तर अब रात चाहिँ परिसकेको छ कतिखेर पुगिन्छ हेरौँ हामी अलिकति गहिरामा पसेछौँ प्लेनहरू नजिक नजिक उडिरहेको छ C7107 089689 लोफोताओ कन्ट्री ट्रेल आमा सही होइन सही हो कि यहाँ चाहिँ घर बनाएर बस्नुपर्ने रहेछ है दामी है तर के खाने होला क्या यहाँ बस्दाखेरि क्या होइन एकदम यो ठाउँ मन पर्यो त्यही भएर मैले छोटो भिडियो बनाएर है दामी छ नि त पुरा नागी जस्तो भने कस्तो दामी
यतिको ठाउँ हङकङमा मैले सायद पहिलोपल्ट होला यस्तो देखेको कि छैन नि कहाँ यो पहिलोचोटि हो नि चोटि हो नि पहिलोपल्ट हो त्यही त पहिलोपल्ट देखेँ कि यस्तो ठाउँ छैन कि म हिँड्ने ठाउँमा यस्तो ठाउँ भेटेको छैन दामी छ लेख हो नि धन आज गर्मी छ र उता हिजो जस्तो नि यहाँ आउनुलाई गाह्रै पर्छ कि जाडो थियो क्या हिजो यतिकै सामान खिच यतिकै सामान क्यामेरा दिन्छ नि हङकङ सरारा दामी छ एकदम मन पर्यो प्लेन उडिरहेछ उता सरारा पुरा दामी निगाले वनमा च्याखुरा कराउने बाछुन्जेल त दामी यी पारिपट्टि हेर्नु कस्तो दामी छ पुरा बुट्यान प्लेन उडिरहेछ त्यहाँ दामी त मेरो सिधै लागेछ जामा लाउने क्यामेरा छोड्दै कस्तो दामी हेर्नु यो पारिपट्टि भने सही छ ठाउँ क्यामेरा घुमाइछ नि त हामी चाहिँ त्यहाँ हो पुग्ने ठाउँ होइन यो अलिअलि बिल्डिङहरू देखेको छ नि त्यहाँ पुग्नु पनि तर अब बाटो चाहिँ धेरै छ हेरौँ 4 बजिसक्यो होइन टाइम एकदम कम्ती छ हामीसँग यो भिडियो यहीँ बन्द गर्छु है बाई बाई